नेपालमा भएका विभिन्न घटनाहरू रहेका छन् जसमा यो फोटोमा देखाइएको चाहिँ प्लेन दुर्घटना भएको यो हाम्रो प्लेनहरू धेरै क्र्यास हुने भएको कारण देशहरूमा धेरै दुर्घटना र संरक्षण गर्ने मान्छेको कमी भएको कारण हाम्रो देशमा विभिन्न प्रकारका प्लेनहरू आउँछन् तर बाहिर देशबाट अनि भिजिटिङ अर्थात् कुनै पनि एयरपोर्टमा ल्यान्डिङ गर्न नसक्ने र एरोप्लेनमा खराबी भएका कारण एरोप्लेन दुर्घटना हुने गर्दछ जसमा धेरै मान्छेहरूको मृत्यु हुने गर्दछ। त्यसै कारणले हामीले जुनसुकै कार्य गर्दा अर्थात् जुनसुकै सामान किन्दा हेरेर राम्रो सामान किन्ने भन्ने अर्थ बुझेको छ। अनि यस्तै गरेर विभिन्न प्रकारका भूकम्पहरू आउँदा हामीले घर कस्तो बनाउने भन्ने कुरामा हाम्रो दैनिकी जीवन सुचारू हुनुपर्छ किनकि भूकम्प भनेको जतिखेर पनि आउन सक्ने हो, यो नेचुरल कुरा हो र हामीले यसबाट बचाउ गर्नको लागि हामीले अपनाउनु पर्ने कुराहरू धेरै रहेका छन्। मान्छेहरूको मृत्यु हुने गर्दछ, यस्तै गरेर मान्छेहरूलाई धेरै घाइते र क्षति हुने कारणले गर्दा हामीले सजग हुनुपर्ने कुराहरू भूकम्पबाट बच्नुपर्छ। जस्तै रोडमा भएका दुर्घटनाहरू कतिपय कुराहरू भूकम्पबाट पनि हुन सक्छन्, कतिपय कुराहरू एक आपसमा ठोक्केर अर्थात् धेरै क्षति हुने गर्दछ। त्यसैले हामीले सजग हुनुपर्छ। अनि वन जङ्गलमा पाइने जनावरहरू जस्तै टाइगर, बियर लगायत अन्य जनावरहरू पनि हुन्छन्। यिनीहरूबाट हामीले सजग हुनुपर्छ। यिनीहरू वनमा मात्रै बस्छन् भन्ने छैन किनकि यिनीहरू हामी पनि जङ्गल छेउछाउ नै बसोबास गर्दाखेरि कहिलेकाहीँ हिमाली भेग अर्थात् पहाडी भेगमा भएका घरहरूमा बसेर मान्छेहरूलाई क्षति गर्ने जनावरहरूलाई घरपालुवा जनावरहरूलाई विनाश गर्ने गर्दछन्। यिनीहरूबाट बच्नको लागि हामीले आफ्नो हेरचाहको लागि हामी धेरै प्रकारहरू अपनाउनुपर्छ। जस्तै मौरी पनि रहेको छ। मौरीहरू चाहिँ विभिन्न फुलहरूमा बसेर अनि मौरीहरूले फुलको रस चुस्ने गर्दछ जसले गर्दा हामीलाई पनि सहज हुन्छ। कुनै सक्रिय मौरीले राम्रोसँग मह चुसेर उसले आफ्नो कुडमा लगेर मह जम्मा गर्ने गर्दछ भने कुनै विषालु फुलहरूबाट पनि रस चुस्दछ जसले गर्दा हामीलाई कुनै विषालुले हामीलाई औषधिको रूपमा लिन्छन्, कुनैले हामीलाई बिगार्ने काम गर्दछ। यो मौरीहरूले हाम्रो वातावरणलाई स्वच्छ र सफा राख्ने काम पनि गर्दछ जसका कारण हाम्रो मौरी नभएर पुतली नभएपछि हाम्रो जीवनमा धेरै असर गर्ने गर्छ किनकि वातावरणको 25% फुलबाट हुने दुर्गन्ध अथवा सुगन्धलाई यिनीहरूले नै कन्ट्रोलमा ल्याउने काम गर्दछ जसका कारण हामीले अहिलेसम्म धरतीमा फुल लगायत विभिन्न जनावरहरू देख्ने गर्दछु। जस्तै अब सिंह रहेको छ, यसो चाहिँ जङ्गलको राजा नै मान्ने गरिन्छ पहिलेदेखि नै, तर नेपालमा नपाइने र विभिन्न देशहरू अन्य ठाउँमा पाइने भएकोलाई यसलाई धेरैले देख्न सकेका छैनन्। जस्तै हात्ती चाहिँ यो नेपालमा पाइने गर्दछ। जस्तै अहिले यो नेपालको चिडियाखाना जू अर्थात् अन्य ठाउँमा पनि पाइने गर्दछ। यो चाहिँ त्यति हानिकारक हुँदैन जसलाई मानिसहरूले कन्ट्रोलमा ल्याउन सजिलै सक्छन्, तर यो जब आकर्षणमा आउँछ त्यतिखेर मात्र यसले मान्छेहरूलाई क्षति पुर्याउने काम गर्दछ किनभने यसको काम अर्कै हुन्छ। फुलहरू रहेको छ, वातावरण नेचर। यो फोटोमा देखाइएको हाम्रो चित्रकलाको फोटो रहेको छ जसले चाहिँ हाम्रो गौरव, मान्यता र मानवतालाई बढाउने काम गर्दछ किनभने यो हाम्रो फुटबलको सिम्बल हो जसले हाम्रो नेपालमा यो चाहिँ उता टुडी खेलमा रहेको भन्दा पनि रङ्गशालाको साइडमा रहेको छ। यो पिक्चर पनि त्यतैको जुन चाहिँ यो हाम्रो ब्याडमिन्टन जस्तै अर्को खेल खेलिने गर्दछ जसलाई चाहिँ हामीले टेनिसको रूपमा लिने गरिन्छ। यो खेल त्यसको आधारमा रहेको छ र यो हाम्रो नेपालको आर्टको रूपमा लगेको छ। यो पुरानो कल्चर लगायत पुरानो खेलहरू, यो चाहिँ हाम्रो हजारी फुल रहेको छ। यस्तरी विभिन्न यो नेचुरल प्राकृतिक रूपमा खिचिएका फोटाहरू रहेको छन् जसले चाहिँ हाम्रो वातावरणलाई स्वच्छ, सफा र सुन्दर राख्ने काम गर्दछ। यी फुलहरूले हाम्रो देशलाई सुन्दरता र महोन्नतामा धेरै अघि बढाउने काम गर्दछ। त्यस्तै गरी यो फुलहरूमा पाइने विषादीहरू पनि धेरै हुन्छन् जसलाई चाहिँ हामीले चिन्न सक्दैनौँ किनभने फुलहरू हामीलाई सबै राम्रो नै लाग्छ। विगतका दिनहरूमा पनि फुलहरू सुन्दर नै हुन्छन्। जस्तै खोला नालाहरूमा बगिरहने पानी सबै शुद्ध हुन्छ भन्ने हुँदैन, कतिपय कुराहरूमा पानी पनि विषादी नै हुन्छ। मानिसहरूले
वातावरण प्रदूषणको लयमा धेरै नै बिगाडिसके। त्यसै कारणले अहिले चाहिँ हाम्रो वातावरणमा बगिरहने पानी पनि त्यति सफा मानिँदैन। जस्तो चाहिँ हिमाल पहाडमा जति शुद्ध बग्छ तराईमा त्यो बग्छ भन्ने छैन। फुलहरूमा विभिन्न तरिकाका पुतली अर्थात् बटरफ्लाईहरू बस्ने गर्दछन्, जसले चाहिँ हाम्रो प्राकृतिकलाई परिवर्तन गरिदिन्छन्। किनकि सुन्दरता भनेको मौनता हाम्रो प्राकृतिकले गर्दा र हाम्रो यो सुन्दरताले गर्दा बटरफ्लाई आउने गर्दछन्। फुलहरू जस्तै यो चाहिँ गार्डन फ्लावर भन्ने गरिन्छ। यो चाहिँ फुलहरू धेरै जम्मा भएको छ। यो चाहिँ ग्राफिकको लागि खिचिएको फोटो पनि रहेको छ र यसले धेरै सिम्बलहरू दिने गर्दछ। जस्तै हाम्रो नेचरमा कस्ता फुलहरू फुल्दछन् र कस्तो तरिकाले फुल्दछन् र साइज सेप सबै नापजाप गरेर नै यो फुलको बनावट राखिएको छ। जस्तो यो फोटोमा राखिएको जस्तो यो फुलको कलर व्हाइट छ। यो चाहिँ स्मल साइजमा फुल्दछ, जुन चाहिँ एडल्टमै फुलेर एडल्टमै यसको ओइलाएर जाने काम गर्ने भएकोले यो फुल आकर्षक त छ, तर अरू जस्तो त्यति कलरफुल छैन। यो पनि पिङ्क कलरमा रहेको छ। यो पनि त्यस्तै नै हो र यो फुलले दिने सुगन्ध र स्मेल भनेको धेरै राम्रो हुन्छ। किनभने यो फुल हिमाली भेगमा पाइने गर्दछ। हिमाली भेगमा विशेष गरेर स्नोफल हिउँ पर्ने ठाउँमा यो फुल असार साउन भदौको महिनामा यो फुल विशेष गरेर फुल्ने गर्दछ र यो फुलले हाम्रो सुन्दरतालाई धेरै माथि पुर्याउने काम गर्दछ। किनभने यो सुन्दरताको सिम्बल नै भन्ने गरिन्छ। फुलहरू जहाँ हुन्छ त्यहाँ मौरी भमरा भरभराउने गर्दछ भनिन्छ। किनभने सुन्दरताले गर्दा पुतली मौरीहरू विभिन्न तरिकाले त्यहाँ गएर हिँड्ने गर्दछन्। अनि यो फुल चाहिँ हाम्रो हिमाली भेगमा पाइन्छ र यो फुलको नाम भनेको यसलाई चाहिँ बिग भन्ने पनि गरिन्छ र तराईतिर यसलाई विभिन्न नामले चिन्ने गरिन्छ। हाम्रो हिमाली र पहाड भेगमा बिग भनेर चिनिन्छ। यो अर्को फुल रहेको छ। यो फुल नि लसुने फुल पनि भन्ने गरिन्छ यसलाई। यो चाहिँ धेरै ठाउँमा पाइने भएकोले विभिन्न कलरमा पनि पाइन्छ। यहाँ हेर्न सक्नुहुन्छ एउटा हाम्रो यो घरपालुवा जनावर रहेको छ। यो चाहिँ हाम्रो बाख्राको बच्चा रहेको छ, जुन चाहिँ यो कोदोको बारीमा बसेको देखिएको छ। हाम्रो यो जस्तै घरहरू पनि हाम्रो भूकम्पले गर्दा राम्रो घर र सुरक्षित नहालेको हुनाले उधिएको, अनि यस्तै घरहरू देखाइएको छ। फोटोमा अगाडि पनि देखाइएको छ र बिचमा पनि हाम्रो फोटोहरू देखाइएको छ। सरकारले ध्यान नदिएको कारण फोटो आकर्षितमा आएको छ। यो चाहिँ हाम्रो तोडी फुल हो, जसले चाहिँ हाम्रो वातावरणलाई पनि गर्छ र यो अर्को फ्लावर भनिन्छ। यो पनि फ्लावर नै देखिएको छ। यो चाहिँ जापानको टोकियोको विमानस्थल हो, जुन चाहिँ इन्टरनेसनल एयरपोर्ट भन्ने गरिन्छ। यसमा चाहिँ विभिन्न देशका एयरप्लेनहरू आएर ल्यान्डिङ गर्दछन् र यो धेरै नै सुन्दर ठाउँमा बस्ने गर्दछ। यो एयरपोर्टको विभाग अरू क्षेत्रहरू पनि यसरी नै फोटो खिचेर राखिएको छ। यो नेचुरल सुन्दरताको भरिपूर्ण भएको कारण यसलाई मानिसहरू विभिन्न तरिकाले हेर्ने गर्दछन्।